उमेर नेपालगञ्ज धेरै बाँदर गाइस पानीले सफा कानमा झुम्का न कालु Hi guys, welcome back to my YouTube channel. आज हाम्रो हाइकिङ जान लाग्यो. So let's see कस्तो हुन्छ. डेभिडको बेस्ट हामी चाहिँ हैन बुढा नीलकण्ठ आइपुग्यौँ अब तारेभिरको बाटो तताउँदैछ वी आर इन्जोइङ सो मच सनी डे एन्ड हाम्रो नेहा गिरीले गर्दाखेरि अलिकति लेट भयो सो वी आर लिटल बिट अपसेट विथ हर नो गाइस लास्टमा त भनेको हामीले रमाइलो गर्ने हो सो लेट्स हैव फन यस दिस इज धानबारी कानमा लगाइदिनु डेभिड कानमा झुम्का न तिमीलाई कसले किनिदियो हुँदैछ लडेको उ डेभिडलाई हेर्न कस्तो लागिरहेछ गिरेर सेम देखिरहेछ दुईटैको हाय सास उता भन न बच्चा एक्सपेक्टेशन्स वर्सेस रियालिटी स्ट्रगल अलिकति पसिना अब हाम्रो नेहु चाहिँ स्लिम हुँदै छिन् अनि त्यसपछि के गर्छ डेभिडको त केटीलाई नि हुन्छ होइन यो पनि हुन्छ डेभिडको
सर भयो अर्ग्यानिक पानी अर्ग्यानिक गाइस मैले त चप्पल ल्याएको छु बिकज मेरो खुट्टामा घाउ भएको थियो मैले एक्स्ट्रा चप्पल ल्याएको थिएँ म त सब रिच भइहाल्यो अनि कसरी कसरी बेचेर कसरी अनि त्यो भैँसी कतिको भैँसी थियो 60-70 सम्मको थियो 83 दियो यो भन्दा ठुलो भैँसी यो भैँसी भन्छ यसलाई भैँसी ठुलो हुन्छ त ए मलाई थाकिसके गाइजहरु ए पिङ्गो ल ल पुरै नेपाल हेरिसक्यौँ यार योभन्दा बढी कति माथि जाने हो यहाँदेखि त रामको ओइ राम तेरो कञ्चनपुर ऊ त्यो होइन त्यो कञ्चनपुर मेरो मेरो नेपालगञ्ज थियो त्यो गाइस पानीले सफा अब बेटाडिन छैन हैन पानीले चाहिँ सफा गर्नु पर्यो यस्तै हो गाइस हामी चाहिँ देउराली ब्रिजमा पुगेको छौं हेर्नु सक्नुहुन्छ उहाँ बाटो सोध्दै छन् गाइस Hey! We are here! यस्तो गर्नुहोस् मुझे बस चाहिए